किनकि मलाई फुलहरुको एकदमै बढी सोख छ। यो फुल बारेमासे फुल हो है, नाम चाहिँ मलाई खासै आएन, तर मैले एकजना साथीहरुसँग मागेर लिएर आएर लगाएको फुल हो। यो यति राम्रो फुल छ, मलाई हरेक दिन मलाई घरमा पूजा गर्नलाई फुलले साथ दिइरहेको छ। यो फुलमा पनि अलिअलि धुसी नाशक एउटा फंगस लागेको छ, मैले यसलाई साफ हालिसकेको छु। अब यो राम्रो हुन्छ। तपाईहरुलाई पनि यो फुल कस्तो हुन्छ र यो फुलको के हो नाम यदि थाहा छ भने यो फुलको नाम कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला है। एकदमै राम्रो हुन्छ है, एकदमै यसको धेरै भेराइटीहरु हुन्छ। यसमा रातो, पिंक, पर्पल कलरको, गुलाबी कलरको विभिन्न जातको कलर हुन्छ यो फुलको। एकदमै राम्रो छ है। म चाहिँ फेरि फुलहरु पुरु काम नपाए के गर्ने भन्दाखेरि काम नपाए फुल सारेर बस्ने भन्ने एउटा मान्छे हो म। यो फुल यस्तो राम्रो फुलेको छ है। अब यसलाई यो पोली ब्यागमा हामीले ग्रो ब्यागमा लगाएको हो। फुल कस्तो छ साथीहरु, तपाईहरुलाई यो फुलको नाम चाहिँ कमेन्ट गरिदिनु होला। तपाईलाई थाहा छ भने म अर्को भिडियोमा यो फुलको नाम लिएको भिडियो लिएर आउने छु है। च्यानललाई सब्स्क्राइब गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला। यस्तै फुलहरुको सम्बन्धी जानकारी र अन्य जानकारीको लागि धन्यवाद।